गुलाब, जसलाई प्रेमको प्रतीकको रूपमा लिने गरिन्छ। जब कसैलाई लाग्छ कि उसलाई कसैप्रति प्रेम छ, उसले गुलाब टिपेर कसैको नाउँमा समर्पित गरिदिन्छ। तर उसले समर्पण गरेको त्यो गुलाबले छेडभरमै आफ्नो सुवास गुमाउँछ। ऊ मुर्झाएर जान्छ र नष्ट हुन्छ। तर म त्यो होइन जसले प्रेमको लागि कुनै चिजलाई नष्ट गरिदिन्छ। म त प्रेमी हो, म त माली हो। मलाई तिमीसँग यति प्रेम छ कि म त तिमीलाई त्यसरी नै साथ दिन चाहन्छु जसरी मालीले गुलाबलाई साथ दिन्छ। उसको हेरचाह गर्छ, गोडमेल गर्छ, पानी हाल्छ, काटछाट गर्छ, उसलाई अरू बाह्य चिजहरूबाट बचाउँछ। म मेरो स्वार्थको लागि तिमीलाई तिम्रा सबै चिजहरू छुटाएर मसँग बाँध्न चाहन्न। म त तिमीलाई खुल्ला आकाशमा यसै छाडिदिन चाहन्छु। म तिमीलाई आफ्नै अन्दाजमा खुल्न दिन चाहन्छु। जसरी मालीले गुलाबलाई आफ्नै अन्दाजमा फक्रिन दिन्छ। यदि तिमीले पनि कसैलाई प्रेम गर्छौ भने आफ्नो स्वार्थको लागि उसले आफ्नो अस्तित्वबाट नछुटाऊ। उसलाई उसका सबै चिजहरूबाट छुटाएर आफूसँगै बाँधेर नराख। जब तिमीले कसैलाई उसको अस्तित्वबाट छुटाउँछौ, तिमीले त त्यो चिजलाई नष्ट गरिदेऊ जसलाई तिमी प्रेम गर्थ्यौ। र यदि तिमीले कसैलाई प्रेम गर्छौ भने उसलाई उसको अस्तित्वबाट नछुड। तिमीले गुलाब जसरी उसलाई उसका सबै चिजहरू छुटाएर आफूसँग बाँधेर नराख। तब बल्ल सही अर्थमा तिमी प्रेमी बन्छौ। तपाईँहरू सबैजनालाई प्रेमको उत्सवको रूपमा मनाइने यो भ्यालेन्टाइन्स डेको एउटा खण्ड, एउटा पक्ष जसलाई रोज डे भनेर अधिकांशले मनाउने गर्छन्, यो रोज डेको शुभकामना दिन चाहन्छु। जय श्री राम।